यसले बुझाइदिनुपर्छ यहाँनिर बन्द गरिदिनुपर्छ अनि मात्रै जम्मा भएर जान्छ कि पानी पनि लिएर आएँ धाराबाट गाइस म चाहिँ पानी हालेर फर्किँदैछु सक्छ कि चल्दैन घट्ट कोही बेला त पानी के भइराखेको हुन्छ कि त पनि अनि त्यसपछि बिजुली पनि यही पानीले नै चलाउँछ हाम्रो पावर हाउस चाहिँ यता तल मुनि यहाँ देखिराखेको यहाँ छ हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदमै ठिकठाक भन्नुपर्छ है यहाँ यस्तो भारी बोकेर डोको बोकेर चाहिँ हिँडिराखेको छु किनभने आज चाहिँ म घट्टतिर जान लाग्यो पानी घट्टतिर गहुँ पिसाउनको लागि सो अलिकति भिडियो चाहिँ बनाएर तपाईहरुलाई देखाम भनेर चाहिँ बनाउन लाग्यो म चाहिँ घरदेखि निस्किसकेको अहिले लगभग 5-6 मिनेट भयो मेरो घर चाहिँ उता तल पर्छ यो चाहिँ स्कुल हो स्कुलदेखि यहाँदेखि यता मुनि पर्छ देखिराखेको छैन यति चाहिँ आइसके अब थोथोरै छ नजिकै छ यहीँनिर हो यो यसको उतापट्टि हो सो धेरै टाढा छैन म जाँदैछु हेर्दै गर्नु होला गाइज यस्तो उकालो बाटो छ गाइज के गर्नु यसरी चाहिँ हिँडेर जानुपर्छ गाउँघर हो त्यति सुख चाहिँ कहाँ हुन्छ र हैन गाउँघरमा हाम्रो घट्टा चाहिँ यही हो है यहाँ चाहिँ चाबी लाउनुहुन्छ कि अनि यहाँ चाहिँ एकपाठीको चाहिँ पिसेको कति 2 रुपैयाँ 3 रुपैयाँ कति तिर्नुपर्छ लेखेर छोड्छन् पछि चाहिँ तिर्नुपर्छ सबै सो मैले चाहिँ यो चाबी पनि बोकेर लान लाग्यो उतापट्टि छ यो चाबी हातमा यता चाहिँ यो घट्टको घुमेपछि माथि चाहिँ चाकी घुम्छ गाइज म चाहिँ अब यहाँनिर यो चाबी खोल्नु पर्यो यसरी चाहिँ खोलिन्छ यही हो हाम्रो घट्ट गाइस घट्ट पनि तुला परेको रहेछ यहाँनिर चाहिँ यो राखिदिनु पर्यो अत्र भने सबै झर्छ भुइँमा यसरी चाहिँ भएपछि त भइहाल्छ गाइज अब चाहिँ माथि पानी हाल्न जानुपर्छ सो यहाँनिर हो यो चलाउने चाहिँ यताउता सारिदिनुपर्छ पानी राखेपछि यता मैले चाहिँ धेरै लिएको छैन 5 पाठी मात्रै लिएको छु गहुँ त्यही यो बुट्कामा राखेर चाहिँ यहाँ हाल्नुपर्छ पानी पनि लिएर आएँ धाराबाट यहाँ खोलामा छन त छ तर माथि गाउँ छ नि त त्यही भएर राम्रो हुँदैन यहाँको पानी भनेर चाहिँ लिएर आएको चाहिँ निकाल्छु यता चाहिँ एकछिन सफा गर्नु पर्यो गाइज गाइज म चाहिँ पानी हाल्नको लागि माथि उकालो जाँदैछु माथि छ यसको ट्याङ्की त्यसबाट चाहिँ पानी हाल्नुपर्छ अनि मात्रै चल्छ यस्तो छ बाटो फेरि यहाँ छ पानी ट्याङ्की यतादेखि यता छ यो चाहिँ अहिले चाहिँ उतापट्टि जाँदैछ नि त यहाँको पानी यता खोला साइडतिर यताको पाइप बन्द गऱ्यो भने चाहिँ यताको खोलिदिनुपर्छ अहिले अनि मात्रै तल घट्टातिर जान्छ अहिले चाहिँ यता बन्द छ यता खुल्ला भइराखेको छ र यताको चाहिँ यो चाहिँ हाम्रो बिजुली बत्ती बल्छ यस्तो सानो पानीले
यस्तो छ साथीहरू भट्टा पनि अनि त्यसपछि बिजुली पनि यही पानीले नै चलाउँछ हाम्रो पावर हाउस चाहिँ। यता तल मुनि यहाँ देखिरहेको यहाँ छ, यहाँ चाहिँ लगभग 45-50 जस्तो पुरेछ, त्यति घरधुरी छ। त्यतिलाई चाहिँ बल्छ, कोही बेला बिग्रिराखेको हुन्छ। र पनि सोलर छ हाम्रो त, त्यस्तो चार्ज गर्न अनि त्यसपछि बत्तीको समस्या चाहिँ त्यति हुँदैन। तर बत्ती नहुने मान्छेको लागि चाहिँ एकदमै गाह्रो छ यस्तो बिजुलीहरू बिग्रिँदाखेरि। मैले चाहिँ अब यसलाई खोल्छु, यताकोलाई यताको खोलेर चाहिँ उतापट्टि हाल्छु साथीहरू। यसलाई चाहिँ खोलेर यता साइडकोलाई बन्द गर्नुपर्छ, अनि मात्रै तल पानी जान्छ गाइस। यसले बुझाइदिनुपर्छ, यहाँनिर बन्द गरिदिनुपर्छ, अनि मात्रै जम्मा भएर जान्छ कि मात्र भने त कहाँ जान्छ र। यसले चाहिँ ढुङ्गाले यता खिच्यो भने सबै पानी तल घट्टातिर जान्छ। त्यसपछि चल्छ फननननन भनेर। गाइस अब चाहिँ पानी तलतिर तान्दैछ, अब चाहिँ जान्छु म। गाइस म चाहिँ पानी हालेर फर्किँदैछु, सक्छ कि चल्दैन। घट्ट कोही बेला त पानी के भइराखेको हुन्छ कि 2-3 चोटि माथि जानुपर्छ। अहिले चाहिँ चल्छ कि चल्दैन विचार गर्नु पऱ्यो, हेर्नु पऱ्यो। छ कि यो यसको चाहिँ यस्तो धुलै धुलो भएको छ गाइस, के गर्नु। टोको पनि यही छ, यहाँ अझै यति छ, अब त्यति धेरै छैन है, यति मात्रै छ। मेरो बस्ने स्टाइल चाहिँ यस्तो छ गाइस। फाइनली गाइस बिसाउने काम चाहिँ सकियो, अब यहाँ बन्द गर्नुपर्छ। अब त्यति त साह्रै भने यता बन्द हुन्छ। यस्तो धुस्रेर खुस्रे
यति धेरै भएको छ गहुँ चाहिँ पिसेर। साथीहरू अब चाहिँ यो पिसेको गहुँलाई चाहिँ यता जम्मा पार्छु मैले। त्यसपछि यो बोरामा राखेर लानुपर्छ घरतिर। घरमा गएर छानेर चाहिँ रोटी बनाएर खाने हो यसलाई। फाइनल्ली गाइस यो गहुँ पिसाउने काम पनि सकिसक्यो आजको। एकदमै धुस्रेर फुस्रे भएको छु म चाहिँ। यस्तै हुन्छ यो घट्टामा। हाम्रोमा चाहिँ यहाँ मिल छैन कि, मिल चाहिँ अर्को गाउँमा छ, टाढा छ नि त, त्यही भएर यहाँ घट्टा हुँदा हुँदै किन जानु त्यति टाढा जस्तो लाग्छ। बोकेर लानु पऱ्यो त्यति टाढा है। गाडी त जान्छ तर फेरि यहाँदेखि माथिसम्म त बोकेर लानु पऱ्यो। त्यही भएर चाहिँ यहीँ पिसाउन आएको। यो मकै गहुँहरू यहीँ पिसाउँछौँ हामी चाहिँ। मैले सकिसकेँ। अब चाहिँ यताको पानी चाहिँ बन्द गरेर माथि जानुपर्छ पानी बन्द गर्नको लागि। पानी बन्द गर्न जान्छु। त्यसपछि यो पानी चाहिँ 1 बोतल लिएको थिएँ, सकेन, अलिकति मात्रै पिएँ किनभने भित्र एकदमै चिसो थियो नि त। यहाँ बाहिरको घाम लागिरहेछ, भित्र त थिएन नि त। त्यही भएर मैले पानी खान सकेन। यो पानी यत्तिकै छ। अनि त्यसपछि यहाँ झोलामा चाहिँ एउटा सुन्तला लिएर आएको थिएँ, साइलीले राखेको थिएँ सुन्तला खानु भनेर। यो एकछिन बसेर खान्छु, पानी बन्द गर्न जान्छु, त्यसपछि आएर एकछिन बसेर सुन्तला खान्छु। त्यसपछि जान्छु यो चाबी चाहिँ उता बुझाउनु पर्छ। त एकजना अङ्कल आन्टीले चाहिँ राख्नुहुन्छ। यो चाबी चाहिँ यहाँ यो बन्द गरेर जानुपर्छ। लेखेर मात्रै मैले पनि 5 पाठी मात्रै लिएर आएको थिएँ गहुँ। त्यसरी नै अरूले लेखेर पिसाउन आउनुहुन्छ। त्यसपछि त्यो पैसा चाहिँ गहुँलाई 3 रुपियाँ छ होला, अनि मकैलाई चाहिँ 2 रुपियाँ होला एक पाथीको। त्यसपछि त्यो चाहिँ पछि गाउँ कोषमा जान्छ है, सबै यो गाउँको कोषमा जान्छ पैसा। त्यसले चाहिँ यताउता समाजको कामहरू हुन्छ नि त, त्यस्तोहरूमा लगानी हुन्छ त्यो पैसा। सो अब चाहिँ यति नै मेरो काम आजको। र मेरो भ्लगलाई चाहिँ यहीँनिर एन्ड गर्न चाहन्छु। फेरि पनि नेक्स्ट भ्लगमा भेटौँला। मेरो भ्लग कस्तो लाग्छ तपाईँहरूलाई, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव कमेन्ट बक्समा छोडिदिनु होला भन्दै आजलाई चाहिँ बिदा हुन चाहन्छु। बाई बाई।